यदि तपाईहरु पनि भारतबाट नेपालमा पैसा पठाउने बेला आधार कार्ड नभएर पैसा पठाउन पाउनु भइरहेको थिएन भनेपछि तपाईहरुको लागि एकदमै खुसीको खबर लिएर आएको छौं। तपाईहरु पनि त्यो खबर के हो भनेर जान्न र बुझ्न चाहनुहुन्छ भनेपछि भिडियोलाई पुरा हेर्नु होला र भिडियोलाई पुरा हेरिसकेपछि तपाईको साथीभाइ माझ यो भिडियोलाई शेयर गर्न नबिर्सनु होला। र यदि तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भनेपछि च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनमा थिच्न नबिर्सनु होला। आउनुहोस् सुरु गरौँ आजको भिडियो। विगत 10 वर्षदेखि भारतबाट नेपालमा पैसा पठाउने विश्वासिलो र भरपर्दो माध्यम परम मनी ट्रान्सफरले ग्राहकहरुको समस्यालाई मध्यनजर गर्दै भारतबाट नेपालमा पैसा पठाउनको लागि परम मनी ट्रान्सफरले आधार कार्ड बिना नै पैसा पठाउने भएको छ। तपाईहरुसँग पनि आधार कार्ड छैन भनेपछि अब तपाईले चिन्ता लिनु पर्दैन। तपाईसँग नेपाली नागरिकता र पासपोर्ट हुन जरुरी छ। यदि तपाईहरुसँग नेपाली नागरिकता र पासपोर्ट छ भनेपछि तपाईहरुको नजिकै रहेको परम मनी ट्रान्सफरको आधिकारिक अफिस अथवा एजेन्टहरुलाई सम्पर्क गरेर तपाईले तपाईको नम्बरलाई भेरिफिकेसन गरेर सजिलैसँग नेपालमा पैसा पठाउन सक्नुहुनेछ। त्यसको लागि तपाईले नेपाली नागरिकता अथवा पासपोर्ट बोकेर आधिकारिक ठाउँमा जानुपर्ने हुन्छ। त्यो ठाउँमा गइसकेपछि तपाईले मैले नेपालमा पैसा पठाउनु छ भनेर भन्नु होला। भनिसकेपछि तपाईको नम्बर भेरिफिकेसन गर्नुहुनेछ। तपाईको ओरिजिनल आइडी प्रुफ हुनुपर्ने छ। यदि तपाईको ओरिजिनल आइडी प्रुफ छ भनेपछि तपाईको नम्बरलाई केवाइसी गरिदिनु हुनेछ। तपाईको नम्बर केवाइसी भइसकेपछि तपाईले सजिलैसँग नेपालमा पैसा पठाउन सक्नुहुनेछ। यदि तपाईको नम्बर भेरिफाई भएको छैन भनेपछि तपाईले भारतबाट नेपालमा सजिलैसँग पैसा पठाउन सक्नुहुन्न। त्यसैले तपाईको नम्बर भेरिफाई गर्न जरुरी छ। तपाईको वरपर रहेका एजेन्टहरुलाई नि कन्ट्याक्ट गर्न सक्नुहुनेछ। भेरिफाई भइसकेपछि तपाईले भारतबाट नेपालमा पैसा पठाउने बेला एउटा ओटीपी आउनेछ। त्यो ओटीपी तपाईले प्रोभाइड गर्नुपर्ने हुन्छ। ओटीपी प्रोभाइड गरिसकेपछि तपाईले 16 अङ्कको ट्रान्ज्याक्सन नम्बर दिइनेछ। त्यो ट्रान्ज्याक्सन नम्बरले तपाईको ट्रान्ज्याक्सनलाई ट्र्याक गर्न सकिनेछ र यदि तपाईले त्यो ट्रान्ज्याक्सन नम्बर नेपालमा दिनुभयो भनेपछि रिसिभरले त्यो ट्रान्ज्याक्सन नम्बरद्वारा सजिलैसँग पैसालाई रिसिभ गर्न सक्नुहुनेछ। अहिले परम मनी ट्रान्सफरद्वारा भारतबाट नेपालमा पैसा पठाउनुहुन्छ भनेपछि एकाउन्ट डिपोजिट ट्रान्ज्याक्सन र क्याश ट्रान्ज्याक्सन गर्न सक्नुहुनेछ। यदि तपाईले एकाउन्ट डिपोजिट ट्रान्ज्याक्सन गर्नुहुन्छ भनेपछि 5000 आईसी सम्म पठाएको सर्भिस चार्ज 90 रुपैयाँ लाग्नेछ। यदि तपाईले 5000 देखि 49800 आईसी सम्म पठाउनुहुन्छ भनेपछि तपाईको सर्भिस चार्ज 120 रुपैयाँ लाग्नेछ। यदि तपाईले क्याश ट्रान्ज्याक्सन गर्नुहुन्छ भनेपछि 5000 आईसी सम्म पठाएको सर्भिस चार्ज 150 रुपैयाँ लाग्नेछ। यदि तपाईले 5000 देखि 49800 सम्म ट्रान्सफर गर्नुहुन्छ भनेपछि सर्भिस चार्ज 179 रुपैयाँ लाग्नेछ। तपाईहरु पनि परम मनी ट्रान्सफरको बारेमा अधिक जानकारी लिन चाहनुहुन्छ भनेपछि विभिन्न राज्यमा छरिएर बस्नु भएका आधिकारिक व्यक्तिहरुको मैले साइडमा लिस्ट राखिदिएको छु। तपाईले उहाँहरुलाई कन्ट्याक्ट गरेर सजिलैसँग त्यसको बारेमा अधिक जानकारी लिन सक्नुहुनेछ। यो त थियो परम मनी ट्रान्सफरले आफ्नो ग्राहकहरुको समस्यालाई मध्यनजर गर्दै ल्याएको एउटा सुविधा। साथीहरु तपाईलाई आजको भिडियो कस्तो लाग्यो? यदि तपाईलाई भिडियो इन्फर्मेटिभ लागेमा एउटा लाइक एउटा कमेन्ट गरेर भिडियोलाई शेयर गर्न नबिर्सनु होला र यस्तै इन्फर्मेटिभ भिडियो हेर्नको लागि च्यानललाई अवश्य सब्स्क्राइब गर्नु होला। धन्यवाद।